श्री राष्ट्रिय आधारभूत विद्यालय केमलीपुरमा योग तथा स्वास्थ्य जीवनशैली सम्बन्धी कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। धनुषाको मिथिला नगरपालिका अन्तर्गत लागू गरिएको योग नीति अनुसार वार्षिक शैक्षिक क्यालेण्डर बमोजिम आज राष्ट्रिय आधारभूत विद्यालय केमलीपुरमा विद्यार्थीहरूलाई लक्षित गरी योग तथा स्वास्थ्य जीवनशैली सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मिथिला पतञ्जलि आरोग्य साधना केन्द्रका पदाधिकारीहरू तथा योग अभियन्ताहरूको सक्रिय सहभागिता रहेको थियो। उनीहरूले विद्यार्थी भाइ बहिनीहरूसँग मिलेर दिव्य योगका विभिन्न अभ्यास गराउनुका साथै स्वास्थ्य जीवनशैली अपनाउनु पर्ने विषयमा जानकारी प्रदान गरेका थिए। उक्त कार्यक्रममा मिथिला नगरपालिकाका योग समितिको समन्वयमा सम्पन्न भएको थियो। कार्यक्रममा मिथिला नगरपालिकाका योग समितिका सम्पूर्ण सदस्यहरूको उपस्थिति रहेको थियो भने मिथिला नगरपालिकाका उपप्रमुख सुनिता सिंह बुढाथोकीको प्रमुख आतिथ्यका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। योग अभ्यासले शारीरिक तथा मानसिक स्वास्थ्य सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकोले विद्यालय तहबाट यसको प्रवर्धन आवश्यक रहेको वक्ताहरूले बताएका थिए। विद्यालय परिवारले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक सोच र अनुशासन तथा स्वास्थ्य जीवनशैलीको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।